जनयुद्धमा म पितृसत्ता विरुद्धको योद्धा बने। शान्तिकालमा संविधानमा महिला समानताको लागि लडे। तर आज म आफैले रोजेको बाटोमा रुमल्लिरहेको छु। म र म जस्ता साथीहरूको हिंसाको बारेमा वर्षौं चुप रहे। म कस्तो योद्धा रहेछु। एउटा यो कलर भयो एउटा यो कलर भयो तर के गर्छ चारवटा किन हुने चारवटा तप्तरङ्गी भन्छ सातवटा सबै भन्दा राम्रो ए दुईवटा फ्लावर घरै चढ्छ बाबु ए हेर्नु न यहाँ कस्तो मलाई लगाइदिने फुलले बुझ्नु पर्यो नि अहिलेसम्म राखेँ बिहेमा नि थिएन भाइ बाले बिहेमा टिका लाऊ भनेर भित्र्याउँदाखेरि तयार गरिदिएको नि फाल्देर हिँडेको मैले अहिले त कति 22 वर्ष पछाडि ठेगानमा आइयो ल माला साटासाट गर भने त्यो मालै च्यातिएर फाल्देर टिम्लेर हिँडेको बाउन्न साल फागुन 1 गते चाहिँ जनयुद्धको सुरु हुने रहेछ। दोलखाको चाहिँ त्यति बेलाको माओवादी नेताहरू चाहिँ सडक विभागमा रहेको 42,000 डिटोनेटर चाहिँ कब्जा गरेको ऋतबहादुर दाइको नेतृत्वमा। उहाँहरू त्यो घटना पछाडि नै भूमिगत हुनुभयो। अनि माओवादीको आरोपमा म गिरफ्तार परेँ। दाजु कहाँ छ, दाजुलाई किन सपोर्ट गरिस्? उनीहरूले भन्थे यहाँ चाहिँ माओवादी मुभमेन्टको कारणले गर्दाखेरि घरमा गएको गर्न जान पाएको छैन, श्रीमतीहरू भेट्न पाएको छैन। जस्तो यसको एकदमै प्यारो बहिनी रहेछ, यसलाई चाहिँ रेप गरिसकेपछि यसले आत्महत्या गर्छ कि चाहिँ पागल हुन्छ, यो घाउले चाहिँ ऊ पनि पागल हुन्छ भन्थे उनीहरूले। सकुन्जेल त प्रतिरोध गरे। मलाई 4 जनासम्म याद छ न, त्यो पछि चाहिँ थाहा छैन मलाई। म 17 वर्षको थिएँ। हो सबके माँ होती कृपा जो तुम्हारी रहे तो बने सबका जना देर लगे माँ। सीता ने पूजा तुम्हारे किया तो प्रसन्न हुई वर राम मिले माँ। मेरी भी कामना पूर्ण करो माँ, तो गौरे हमारा भी कष्ट है। शान्ति सम्झौता भएको 14 वर्ष हुँदासम्म पनि हामी एउटै धुनमा अड्किएका छौँ। हो त्यति बेला शान्ति सम्झौतामा हस्ताक्षर गर्ने 2 जना मध्ये प्रचण्डले सत्य निरूपण तथा मेलमिलाप आयोग चाहिन्छ भन्नुभयो। अहिले आएर पुरुषले भोगेका घटनाहरू सम्बोधन भएका छन्, तर महिला मात्रले भोगेका घटनाहरू कुनै सम्बोधन भएका छैनन्।
हो शान्ति सम्झौतापछि राजनीतिक रूपमा रहेका प्रतिबद्धतामाथि पूर्ण रूपमा विश्वास गरेँ। हो जब मैले युद्धमा भएका बलात्कारका विषयमा बोल्न सुरु गरेँ अनि मलाई धम्की आउन थाल्यो अनि मलाई बलात्कार गर्नेहरूलाई सार्वजनिक रूपमा बोल्दै माफी दिएँ भन्न बित्तिकै धम्की आउन छोड्यो। मैले भोगेको घटनाको बारेमा छोरीलाई केही थाहा छैन। मेरो छोरी शत्रुहरूबाट अहिले त सुरक्षित छ, तर बलात्कारीहरूलाई संरक्षण गर्ने संस्कारको विकास भएको र देशमा दण्डहिता रहन्जेल कोही पनि छोरीहरू सुरक्षित हुँदैनन्। नेपाल कम्युनिस्ट पार्टी नेकपा जिन्दाबाद 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 नेपाल कम्युनिस्ट पार्टी नेकपा जिन्दाबाद 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 संविधान मिच्न पाइदैन केपी ओली चाहिँदैन। ल नमस्ते। आमा दिदी खै कहाँ छ त? पुगेकी थिएँ नि। कता? मर्निङमा उतै पुगेको थिएँ। म त त्यो त्यस पछाडि जेलबाट त्यतिखेर म हुने बेला त भर्खरको त कतिजनाले गरे के गरे थाहा भएन, 3 जनाले गरे चाहिँ हामीले थाहा पायौँ। 6 महिना जति त म मेन्टल्ली डिसअर्डर जस्तो भयो। त्यस पछाडि त्यो हेर्नुहोस् कति पाक कसैका दुधमा टोक्ने मार्ने बहिनीहरूका त्यस्तो पनि अचेत्तै देखेको हामीले। त यिनीहरू आँखामा पट्टी बाँधेर हामीलाई यिनीहरू बलात्कार गरेका, उनीहरूले नि प्रतिकार गराए। सरकारले गठन गरेको पत्रिका छ। प्रतिकार मैले चिने 3 जनालाई चाहिँ। अब उनीहरूले नै सम्मान पाउने पार्टीमा उनीहरू नै हामी नै दम्बाओ भन्ने के गर्छौ भनेर बुढोले उठेर बुढो छोडेर हिँड्यो। मेरा छोराछोरी कहाँ लगे के गरेँ 1 वर्षपछि मैले जम्मा गरेँ। तपाईँले सत्य निरूपणमा उजुरिहाल्नु हो क्या? हालेको छु नि, मुद्दा हालिरहेको छु, मुद्दा त हालेको छु। अहिले त पर्चहरू पनि हामीले भन्यो यो बलात्कार गर्ने मान्छेलाई लिएर गएको छ यो पार्टीमा के बस्ने। अहिले पनि हामीलाई बलात्कार गर्ने मान्छे ठाडो भएर हिँडेको छ देखेपछि लाग्छ। उनीहरूले घृणा गरेको जस्तो मलाई अनुभूति हुन्छ के। मलाई त न्याय चाहियो भन्ने मात्रै छ। हामी अन्यायमा छौँ, हामीले न्याय पाउनु पर्यो। तयार मेरो आत्माले चाहिँ अझै पनि त्यही भन्या भएर अनि मैले बहिनीलाई आउनु तपाईँ हामी नै अन्यायमा छौँ। अब तपाईँले पनि अलिकति प्रयास माथि गरिदिनु भयो भने अहिले त 2-4 वर्ष हामी लड्न अझै सक्छौँ। यो समाजको अगाडि हामीलाई सम्मान त दिनु पर्यो नि। यो समाजको अगाडि हामीले बोल्न सक्ने, कम्तीमा मुन्टो उठाएर हिँड्न सक्ने त हामीलाई त पार्टीले बनाइदिनु पर्यो नि। तर ढिलो चाहिँ नगर्नु यसलाई चाहिँ। इन्सेक्टले के खान्छ खोक खान्छ। उठाउने अरूले उठाइदियोस् न, अरूले भनिदियोस् न भन्ने लाग्यो पहिला, तर कसैले भनेन। त्यही त 14 वर्षसम्म पार्टी पनि चुप लाग्यो, सरकारले त झन् सुन्नै परेन। त्यो बेलाको पार्टीको एउटा एजेन्डा भनेको के हो भने महिलामाथि भएको हिंसाको अन्त्यको कुरा छ नि त। महिलामाथि हुने हिंसा के हो? जबकि हामी
राजनीति सँगै गरिराखे पनि यस्तो विषयमा यो हो है भनेर हाम्रो छलफल व्यवस्था कहिले पनि भएन भनेपछि यो कुराले कसरी अगाडि बढाउन सक्छ त अहिले किन आवाज उठेन भन्दा सशक्त रूपले त्यसको चाहिँ प्रतिवाद गरेर यो भएन भने भनेर बोल्ने मान्छे भएन हैन सबै अर्को चाहिँ बोलिदियोस् भन्ने जस्तो भयो हाम्रो समाज जुन अवस्थामा छ त्यो महिला त बर्बाद भयो नि त्यो महिलालाई राज्यले केही न केही जिम्मा लिने कि नलिने हो आज मैले खोजेको सरबाट खोजेको भनेको यस्तो रह्यो कसरी जाउँ भनेर एउटा गाइडलाइन खोजेको हो खासमा त्यसले अब हाम्रो यो कानुनमा कसरी त्यहाँ लेखिया छ र सत्यनिर्भर तथा मेलमिलाप आयोगको कार्यक्षेत्रभित्र जुन यो पर्छ त्यसले उनीहरूले नियमावली आदि पनि बनायो होला है त भोलि त्यहाँ त फेरि राजनीतिक पोलिटिकल ट्रुथ भन्छ नि क्या वास्तविक तथ्य एउटा भइरहेको हुन्छ राजनीतिक रूपले अप्ठ्यारो पर्ने भयो भने मान्छेले फेरि त्यो तथ्यलाई बोल्दैन राज्यको मान्छेहरू के भन्छ त भन्दाखेरि माया गरिरहेछ अहिले पनि चुपचुपै भनिरहेछ अन्त हामीले यो शान्ति प्रक्रिया भन्ने जुन सुरु गरेका छौँ गृह शान्ति सम्झौता त्यस अन्तर्गत त्यसको पनि वर्गीकरण गरेर पहिचान गरेर त्यसले तिनीहरू कहाँ छन् को छन् भने त खोज्नु पऱ्यो नि त म त त्यो परिभाषा भइसक्यो होला भन्ने ठाने कसरी भयो भने त यो त हुन नआउने कुरो थियो त्यसले त तपाईँले विषय उठाउनु भएको थियो फेरि तपाईँ नै उपयुक्त पात्र नि तपाईँ हो क्या फेरि प्रधानमन्त्री भइसकेका मान्छे फेरि यसको चाहिँ प्रत्यक्ष चाहिँ अनुभूति गरिसकेका मान्छे पहिले चर्चा आउँदैन कसैले त उठाउँछ होला यो विषय कसैले त उठाउँछ होला भनेर म 15 वर्ष कुरेँ म पनि त ट्रमामै थिएँ नि म ट्याक्कै बोल्न सक्ने आवाज उठाउन सक्ने भएको भए पहिले उठाउँथेँ र मैले पछि यो पीडामा परेकोहरू हेर्दै गएँ र म एउटा निष्कर्षमा पुगेँ मैले नबोले कसैले नबोल्ने रहेछ अब छैन सम्पत्तिमा हाम्रो बराबर छैन सम्पत्तिमा हाम्रो खाइसकेछ यसलाई चाहिँ म कसरी हुन्छ आफूलाई बचाउने भनेर चाहिँ हिँड्दा पनि अहिलेसम्म पनि हुन्छ नि त्यो चोट त्यो डर छ नि आफू त भइहाल्यो तर आफू जस्तै अरू पनि थुप्रै जति पनि छन् ती गुमनाम भएकालाई मैले आफू पनि गुमनाम भयो भने चाहिँ मैले यो गर्न सक्दैन त्यसकारण चाहिँ म अबको बाँकी जति छन् त्यो चाहिँ ती गुमनाम भएकालाई पनि म बाहिर ल्याउँछु भनेर यो ल्याउनु भयो एकदम सराहनीय छ यहाँको काम हैन भोलि कस्तो हुन्छ भन्दाखेरि राम्रो गरौँ भन्दाखेरि झन् बढी समस्या थपिने व्यक्तिको जिन्दगीमा चाहिँ कसैलाई पनि थाहा नभएको स्थितिमा चाहिँ भोलि हामीले राम्रो गर्न खोज्दाखेरि चाहिँ बाइचान्स होइन कतै मिस्टेकली उहाँहरूको जिन्दगीमा असर पर्यो बिचमै हामीले केस टुङ्गामा पुर्याउन नि सकेका छैनौँ असर पर्यो भने त्यो चाहिँ सबैभन्दा नराम्रो पक्ष हो
सबैले मलाई विश्वास गर्नुपर्छ भन्ने पनि छैन। म आफैलाई बोल्न त यत्रो वर्ष लाग्यो, अनि म पनि उनीहरू जस्तै उही समाज र त्यस्तै परिस्थितिमा बस्नु परेको भए मेरो के गति हुन्थ्यो होला। यहाँहरू सबैमा मेरो नमस्कार। यहाँहरूको बिचसम्म पहिलोचोटि यसरी चाहिँ छलफलमा तपाईँहरूको बिचमा आइपुगे। मलाई माफी दिनुहोस्, यो कुरा 10 वर्ष अगाडि बोलेको भएदेखि हामीले 10 वर्ष अगाडि नै केही कुराहरू अलि पाउँथ्यौँ होइन। तर गर्न चाहिँ एकचोटि सल्लाह गरौँ। हामी अहिले के भएको छौँ भन्दाखेरि देखिँदाखेरि हामी चाहिँ अपराधी जस्तो, हामी अनुहार छोप्छ त कस्तोले छोप्छ त समाजमा। हामी उस्तै उस्तै भेट भयौँ, हाम्रो व्यथा मिल्छ, कथा मिल्छ भनिराख्नै पर्दैन। एउटा टिम मिलाउँ, त्यसरी एक दिन आउँछ। एक्लै त के पनि हुँदैन, सल्लाह गऱ्यो भने हुन्छ। यो बिचमा यी महिलाहरूले यति दुःख पाएछन् कि खै उनीहरूको पापले पनि यो पार्टी उँभो लाग्छ जस्तो लाग्दैन। सत्यनिरूपण आयोग पुरुष आयोग होइन नि। हामी युद्धमा बलात्कारमा परेका महिलाहरूको लागि पनि यो आयोग बनेको हो भने आजसम्म के गर्यो त? सरले मलाई सांसद भनेर त चिन्नु हुँदो रहेछ होइन। म द्वन्द्वकालको रेप भिक्टिम हो। मैले नीतिगत कुरै बुझ्न खोजेको।
अर्को के थियो भने सुरुमा हाम्रो के छ भने यो प्रारम्भिक अनुसन्धान गर्नका लागि विस्तृत अनुसन्धान गर्नुको लागि हामीसँग के थियो भनेदेखि हजुरको मुकाम कार्यालयका 7वटा प्रदेशमा 7वटा मुकाम थियो हजुरको। यो मुकाम कार्यालय अहिले बन्द छन् हजुरको तपाईँको, किन त्यसको लागि साधन स्रोत चाहिने। त्यो भइदिएको भए हामी प्रारम्भिक अनुसन्धानको कामलाई धेरै अगाडि बढाइसक्थ्यौँ हजुरको, होइन? कसैले फर्दर इभिडेन्स ल्याएर आएन भने त्यस्तो हामीले चाहिँ जाग्दैन हजुर। मैले एउटा कुरो सरलाई आज भनेको छोटो समय छ, सरी मैले यसो टुङ्गे मलाई त्यो रेपको 9वटा विषय मध्ये एउटा विषय मात्रै भन्दै पुग्छ। म यो आउँदैछु त्यसमा त्यति हामीले गरिसकेको जरुर हामीले के गर्यौँ भनेदेखि भने 63,718वटा मजदुरी छ हजुरलाई सबै हो। तर मेरो पुरानो इन्फर्मेसनको आधारमा 300 प्लस 314 हो कि कतिवटा यहाँ दर्ता छन्। काम कहाँ पुग्यो भनेरै जान्न खोजेको, डेटा चाहिँदैन। त्यसमा के छ त्यो कामलाई हामीले अहिले सुरु गर्न सकेको स्थिति छैन, तर हामी त्यसलाई प्रायोरिटीमा राखेर अब काम सुरु गर्ने पक्षमा छौँ हजुर। फेरि त्यो सेन्सिटिभ विषयमा त हजुरहरूले पल्टाउनु नै भएको छैन भने अनि यो अहिले अब मैले हजुरलाई त्यस कारण यसले के हुन्छ अलिकति समय पनि बढी लिने, अलिकति त्यसको लागि एप्रोप्रिएट एउटा मेन पावर पनि चाहिने हजुरको। त्यो सबै जोहोर गरेपछि जम्प गरौँ न भन्ने उद्देश्यले मात्रै ढिलो भएको हो। जनयुद्धमा माओवादी पार्टी र नेताहरूलाई मैले त आफ्नो परिवार मान्थेँ। नेताको एउटा कासनमा ज्यान दिन तयार थिएँ। शान्तिकालमा आएपछि म र म जस्ता महिलाहरूको पीडालाई बोल्ने त कुरै छोडौँ, इतिहासै नामेट पारे। सबैभन्दा महिलाहरूको विषयमा धेरै प्राथमिक किसिमले सोच्ने मानव बीचको असमानता र भेदभाव हटाउने किसिमको जुन सुन्दर विचार विकास गर्ने कुरा ती महान अग्रज लेनिनले गर्नुभएको थियो। वर्षौंदेखि बितेको अधिकार प्राप्त गर्नको लागि सङ्घर्षरत राता वीराङ्गनी योद्धाहरूमा टक्राउन चाहन्छु हार्दिक क्रान्तिकारीहरू। 2054 साल कार्तिक 11 गतेदेखि लगभग 1 महिना म हिरासतमा बेपत्ता अवस्थामा बसेँ। अनि मेरो लयरहरूले रिट हालिदिनु भयो। त्यसमा मुक्ति प्रधान दाइको विशेष भूमिका छ। सर्वोच्च अदालतले मलाई छोड्ने आदेश गर्यो। अनि मेरो त्यति बेलाको केस घटना चाहिँ सार्वजनिक भयो। जुन पत्रिकामा नि आयो मेरो नाम आउँछ, रेप आउँछ, मेरो नाम आउँछ, बलात्कार भन्ने शब्द आउँछ। किनभने नभए म दाइ छुटेर आएपछि रितबार दाइलाई चाहिँ भन्छु भन्ने थियो, नभए भन्दिनँ भन्ने थियो। अनि तर आलोक भेटेपछि मलाई डर लाग्यो। दाइ अलिअलि विश्वास पनि, दाइ नभएपछि त नेता हो, उति बेला त नेता हुनेपछि भगवान् भन्ने थियो नि त। भने सबै थोक यस्तो यस्तो भयो भनेपछि दाइ र पद्मरत्न दाइ हुनुहुन्थ्यो। त्यो क्लियर हुनुपर्ने विषय के हो भने पार्टीले क्रेडिट लिनको लागि चाहिँ बिल्कुल होइन। देवी बहिनी त एउटा पात्र प्रतिनिधि, एउटा भिक्टिम बन्नुभयो। तर त्यो एउटा चाहिँ के छ भन्दाखेरि होल वुमेनहरूलाई जनयुद्धमा सहभागी हुन नदिने एउटा कुण्ठा, एउटा चाहिँ हत्कण्डा थियो। मैले चाहिँ इन्फर्मेसन पाएको छु 16-17 जनाले एउटा देवी बहिनीमाथि चाहिँ ज्यादती गर्यो भन्ने कुरा चाहिँ हामीलाई चाहिँ अब यो भन्छ हामी दुःखदायी घटना भयो भनेर हामीले त्यो पार्टीमाथि हमला थियो के। एउटा कुरा यो एक्सपोज गर्नुपर्छ। त्यो डिसिजन गरेपछि अब यसको जिम्मा कहिले लिने त भने पत्रकार सम्मेलन गर्ने जिम्मा चाहिँ मैले। पत्रकार सम्मेलन त अहिले पनि दाइले अनुभूति छ, तपाईँले नै गर्नुभएको के। हामी त म्यानेज गरिदिएको न हो, उहाँले त्यो आँट गर्नुभयो नि त। हामीले लगेर चाहिँ पत्रकार सम्मेलन हामीले त वातावरण मिलाइदिएको। अतिरञ्जित गर्नु हुँदैन बुझाइलाई। म एकदम अचेत अवस्थामा थिएँ। दाइ छुटिसकेपछि मलाई खुरुक्क घर जान दिएको भए सायद म भन्दैन थिएँ होला, ल
लगभग 2 वर्ष मेरो जिन्दगीमा मलाई कहाँ कति छिटो मर्न पाऊँ। अब जहाँसम्म अहिलेको कुरा आउँछ, अहिले चाहिँ म अलिक फरक उसमा छोदाएँ। मेरो अहिलेको चाहिँ मान्यता फरक छ। पार्टी राज्यसँग मेरो केही मागहरू छन्। अहिले चाहिँ म जस्ता त सयौँ पात्रहरू छन् नि, त्यो सयौँ पात्रहरूको योगदान तिनको लागि चाहिँ खै राज्यले अभिलेखीकरण गरेको, खै राज्यले क्षतिपूर्ति। त्यति बेलाको लडाइँको एउटा परिघटना हो त्यो। चाहिन्छ सबै थोक जिम्मा लिने। यदि अहिले यो इस्यु उठाइँदैन भनेदेखि अहिले बजारमा जसरी उठेको छ नि, देवीलाई त्यति बेला त्यो अचेत अवस्थामा होइन, कतै राजनीतिक स्वार्थले पुरा गर्न पो एक्सपोज गरिएको थियो कि भन्ने लजिक सत्य हुन पनि जान्छ। त्यो अनि म जेलबाट छुटेँ, घर गएँ। मेरो अगाडि त मेरो बाआमाले कहिल्यै पनि त्यसो त भन्नु भएन, तर उहाँहरूको अनुहार चाहिँ निदौरो हुन्थ्यो। अनि उहाँहरूले फ्याट्टा चाहिँ म घरको पछाडिबाट चाहिँ आउँदै गर्दाखेरि चाहिँ उहाँहरू झगडा परिरहेको थियो कि छोरो मन ठाउँमा यो मर्दै भए त पिडानी गाउँलेको भनाइ नि खन्नु पर्दैन थियो। म किन बाँच्ने, म मर्ने। रुखामा चढेर डोरीको लाएपछि मैले झट्ट के सम्झिन्थेँ भन्दाखेरि मलाई त्यो यातना दिने मान्छे सम्झन्थेँ। उनीहरूले भनेका थिए त पछुताइकन त पत्रु भएर मर्छस्, तँलाई त्यत्तिकै गोली किन हान्ने भनेका थिए। म त्यति बेला फेरि डोरी फुकाएर के गर्थेँ त भन्दाखेरि तिनलाई मार्छु अनि मात्रै मर्छु। त्यस पछाडि चाहिँ अनि फेरि माओवादी छापमार बनेर चाहिँ म गाउँमा गएँ मेरो आफ्नो इच्छाले। जहाँ हुन्छ अलिक खतरा ठाउँमा जाने, खतरा काम गर्ने, यस्तो यस्तो मात्रै गर्न खोजेँ। हिपमा हात राख्नुहोस् र हिप रोटेसन गराउनुहोस्। एउटा चाहिँ महिलाको मात्रै प्लाटुन पनि बनाइदिएको थियो, मलाई कमान्डर बनाइदिएको थियो। अनि त्यसले पनि मलाई चाहिँ ठिक ठाउँमा ल्याउनको नै त प्रेरित गर्यो। तर म हार खाने मध्येको चाहिँ होइन। म चाहिँ देवी खड्का, मेरो पाला आए जस्तो लाग्यो। ला तपाईँहरूले जस्तै भनेको बलात्कारको यातना मलाई पनि दियो। तर द्वन्द्वको बेलामा एउटा चाहिँ युद्ध अपराध जन्य घटना जस्तो बलात्कार जस्तो केसमा चाहिँ परेको साथीहरूको चाहिँ काहीँ पनि रेकर्ड पनि नरहने अनि के पनि नपाउने, अब यो नहुने रहेछ, कसैले नबोल्ने रहेछ भनेर आँट कसेर ठाउँ ठाउँमा चाहिँ यो 1 वर्ष 6 महिना यता चाहिँ म कुरा गरिरहेको छु।
कुनै फन्ड ल्याएर होइन प्रोजेक्ट बेसमा काम गरेको चाहिँ होइन। हामीले चाहिँ नितान्त अनि अब डेटा चाहियो होइन, साथीहरूको अवस्था चाहना के हो एकचोटि सल्लाह त गर्नु पर्यो, कसरी जाने त अब भनेर सल्लाह गर्नकै लागि पनि कसै न कसैको त सहयोग चाहियो, म एक्लै त सक्दिनँ। हजुर, मेरै गाउँमा कति धेरै दिदी बहिनीहरू मेरै आँखा अगाडि प्रहरीले समातेर गाडीमै ट्रसमै लग्यो, तर उहाँहरू अहिलेसम्म नखोलेको काम। 12 वर्षको उमेरमा बलात्कारमा परेपछि अहिले कहाँ पत्ता लगाउन जाने हो? हामी किन जाने? राज्यले पत्ता लगाउन नि। यसलाई यो सजाय दे भन्न पनि हामी नसक्ने। यो कस्तो भयो, धेरै कुराहरू छ, कति भन्दै जाने। अलिअलि ऊ भएको हुन्छ, फेरि त्यसलाई कोटै उहाँलाई रुलायो, फेरि उहाँलाई हुन्छ, फेरि गाह्रो हुन्छ। एउटाको चाल पाछु, त्यहाँदेखि कतिजना आए। हिजोको दण्डले जे जति हामीले भोग्यो, तर अब चाहिँ हामीले चाहिँ यसरी रुकेर बसेर रोएर समाज सगाएर रोएर पनि हामी त्यही पनि पाउनेछ। अनि कुरा उठाउने मान्छे मर्यो अब सिद्धियो भन्ने नि जस्तो स्थिति लाग्छ मलाई। त्यसै हामीले भन्ने चाहिँ के हो, ठुलो काम गर्दाखेरि कहिले काहीँ साझा ठाउँबाट रुकेरै गर्ने हुन्छ। हाम्रो यो समाजलाई च्यालेन्ज गरिराखेका छौँ। अब जाने मम्मी हस्। अहिले धेरै माम खाएर जानुपर्छ नि यसको। कति महिनौँ चाहिँ आँखामा पट्टी लगाएर यातना त निर्मम एकदम चरम सीमामा यातना खानुभएको छ। कोही पनि स्वस्थ कतै कोही पनि हुनुहुन्न, तथापि जुन खालको एउटा आशा लिएर यहाँहरू बाँचिरहनु भएको छ। कहाँ गएर रुने, कसलाई भन्ने? यदि त्यो छ भने मेरो काम सुन्ने हो। अरू त म गर्न सक्दिनँ होला, तर कसैको व्यथा मलाई भनेर यहाँलाई थोरै भए पनि हल्का हुन्छ भने त्यो गर्न म जहिले पनि तयार हुन्छु। भन्छ भने आफ्नै कुरा। तीन महिनामा थुनामै रह्यो। अब 30 जना हुन्थ्यो कि 40 जना, पालो पालो गरेर चाहिँ आउँथ्यो। त्यहाँ आँखामा पट्टी त बाँध्यो, सुपर ग्लु लगाइदिएको थियो। के हुन्थ्यो थाहा हुन्थ्यो, तर लठी घुसाएर दिन्थ्यो। सताएको चाहिँ म विद्रोह पक्षबाट हो। हामी 3 जना साथीहरू थियौँ। यसरी समातेर हामीलाई घिसार्दै लगेको हो। तपाईहरु हिँड्नुपर्छ, हामीले परिवर्तन गर्नुपर्छ भनेर नै हो। जबरजस्ती। हामीले त डर मान्थ्यौं के। त्यसपछि सुनसान एउटा गोड जस्तो रहेछ, खोलाको छेउमा, त्यति मात्र याद छ मलाई। त्यो घटना त्यही घटाइएको हुन्। 2-3 जना नजिक छन् भन्ने मात्र याद छ। त्यसपछि के कति भन्ने केही पनि याद छैन। र यो घटना मैले कसैलाई भनेको पनि छैन। यसरी कसैलाई भनेन। त्यही मारिदिएपछि मलाई मरिकिन भनिकन छोडी गयो। अनि 7 जना 8 जना थिए, मरिकिन भनेर छोडिदिएपछि मम्मी बाबा आएर लग्नु भएछ घर। पछि अब गाउँमा त्यस्तै नै हो। अब सबैले थाहा पाएका हुन्, सबैले थाहा पाइसके। अनि मैले उहाँलाई पहिला भनिनँ यो समस्या घरबार हुन्छ कि न भनेर। पछि साथी सँगसँगै थिइन्,
पछि आफ्नै साथीले भनिदिन् कि यो त यस्तै यस्तै हो, यसलाई किन लगेको, देख्नलाई त सबै राम्रो थियो हो कि नै। उहाँले नि मलाई छोडिदिनु भयो। बच्चा थियो 2 महिनाको पेटमा, अहिले 14 वर्षको भइसक्यो बच्चा, काम गरेर खान सक्दैन। मलाई त्यही टेन्सनले होला अहिले डिप्रेसन भएको छ, डिप्रेसनको औषधि खाइरहेको छु। त्यसरी हामी बाहिर थाहा पाउँछ कि भनेर नडराउँ, भावुक नहौँ, सबैजना जाउँ। हामी मरे पनि पछिल्लो पिँढीले यस्तो गरेको थियो भन्ने त होस्, इतिहासै बनाऊ। देवीजी त्यति चाहिँ गर्नुपर्छ, नगरेर के भन्छ त हाम्रो सबै नि सकिया छ भने सबभन्दा ठुलो त हाम्रो इज्जत र हाम्रो जीवनै छैन त, हामीलाई धन के चाहियो। एकचोटि लामो त्यो गर्दा सुनिरहँदा कसैको टाउको भारी छ होइन, त्यसैले एकचोटि हामी सबैले एकचोटि लामो सास लिउँ न है। एकचोटि सजिलो गरी बसौँ होइन, ढाडलाई सिधा राखौँ, नाकले लामो लिने, मुखले बिस्तारै फाले पनि हुन्छ, नाकले फाले पनि हुन्छ। एकदमै लामो सास लिउँ, हल्का हुन्छ हालिदेऊ, मुख खोलौँ अलिकति लामो। यहाँ चाहिँ आँखा छापिएर गइरहेको हुन्छ तर औँठा हामी कालो मलाई त कलर त कालो हुन्छ हुन्छ कालो यो कालो छ यहाँ ब्लड उम्ल्यो त्यही भएर म रातो पनि राख्न चाहन्छु। सजिलो हुन्छ नि यस्तो के यस्तो होइन यसो गर्नु यस्तो खबरदार सत्यनिरूपण तथा मेलमिलाप आयोगमा 314वटा उजुरीहरू छन्। बलात्कारको घटनामा हामी पीडित भयौँ भनेर दिएको त्यति छ र त्यो खालको यातनामा पर्नु भएको चाहिँ ठ्याक्क त्यसको झन्डै 5 डबल छ। त्यो सङ्ख्याको 5 डबल छ भन्ने हाम्रो आफ्नै चाहिँ सर्वेक्षणको अनुमानित रेकर्ड हो। प्रधानमन्त्रीकोमा हिजोदेखि भनिरहेको थियो त्यही भएर नजाने भन्ने छैन। अब 5 जना गेटमा रोक्ला नि, देवी खड्काको टिम हो हामी भन्नुहोस्। सम्माननीय प्रधानमन्त्रीज्यू, सम्माननीय पूर्व प्रधानमन्त्रीज्यू, सामाजिक सोचका कारण बलात्कारका मुद्दाहरू नेपालको प्रचलित कानुन अनुसारको हदबन्दीभित्र ल्याउन धेरै महिलाका लागि कठिन काम हो। त्यसैले द्वन्द्वको समयमा भएको र घटाइएको घटनालाई सम्बोधन हुने गरी नेपालको कानुनको हदम्याद हटाई अन्तर्राष्ट्रिय कानुनसँग मिल्ने गरी बनाइयोस्। हामी आमा छोरीलाई पक्राउ गर्यो पुलिसले र पक्राउ गरिसकेपछि हिरासतमै राखेर हामी 2 आमा छोरी, मम्मीलाई चाहिँ सहीले र्याप गर्यो र मलाई असही नाम पनि भनौँ। त्यसले मलाई मम्मीसँगै हातमा हटकडी अनि सँगै खुट्टामा हटकडी र आँखामा पट्टी लगाएर मलाई र्याप गर्यो। विद्रोही पक्षबाट हो म। त्यति बेला म 13 वर्षको थिएँ। स्कुल पढ्न हिँडेको मान्छे स्कुलबाट लिएर गए।
2-3 जनासम्म थाहा छ। मलाई त्यसपछि के भयो थाहा पनि छैन। त्यसपछि कहाँ लगे के गरे भन्ने थाहा छैन। त्यसपछि रातारात हिँडेर लगे। बलात्कार कहाँ कति कुन बेला भन्ने पनि छैन। त्यस्तो अवस्थामा छोड्यो। हाम्रो गल्ती त होइन नि। हाम्रो गल्ती हो भने त्यति बेला नै तिमीहरूको गल्ती छ भन्नु पर्यो। परिपूरणको व्यवस्था पनि हुनुपर्छ। राहत हामीले पनि पाउनुपर्छ। र 1 नम्बरमा पहिला हामी बाँच्न पाउनु पर्यो स्वाभिमानीपूर्वक। त्यस पछाडि न्याय अन्यायको कुरा अनि हामी लड्दै जाउँला भन्ने कुराको 5%ले मात्रै हामी चाहिँ प्रमाण जुटाउन सक्छौँ। 75% को प्रमाण छैन। तर हामीले घटना घटेको के अरे भोगेको कुरा सत्य हो। अब तपाईहरुले भनेको कुरालाई उजुरीको रूपमा मानेर चाहिँ यो सत्य निरूपण आयोग र बेपत्ता आयोग भएर जे बनेका छन् त्यसैभित्र यसलाई छिराएर त्यही प्रक्रियाबाट राज्यले राहतको कुरा पनि सुरक्षाको कुरा पनि व्यवस्थापनको कुरा पनि त्यसैभित्रबाट गर्नुपर्छ जस्तो लाग्छ। तर यो यसरी आएको थियो नि अहिलेसम्म मैले लागि पनि नौलो भयो। मैले त तपाईँले अस्ति मलाई भनेपछि मात्रै मैले थोरै थाहा पाएँ। यस्तो धेरै केस छन्। अब 314 केस चाहिँ सत्य निरूपण आयोगमा पनि छन् भन्ने कुरा पनि छन्। तर त्यो झिक्न सक्ने स्थिति छैन। त्यसमा चाहिँ अब सरकारले पार्टीहरूले हामीले सल्लाह गरेर तपाईँहरूले यति आँट गरेपछि तपाईँहरूलाई न्याय दिलाउन हाम्रो तर्फबाट पुरै कोसिस हुन्छ। अर्कोचोटि गरौँला। अर्कोचोटि प्रधानमन्त्री दृढ हुनुहुन्छ कि ल हजुरले सिरियसली लिनुहुन्छ भने हजुर जाँदैन नि। हस् हस् अफिसियल्ली पनि प्रचण्ड त मोर्या जस्तै भयो। भित्रै पछिबाट पनि भन्न लागेपछि बेहोस जस्तै भइगयो। यो कुरा सुन्छन् यिनले। उताबाट नि गर्दान यताबाट नि गर्दान। अब बुझ्छन् नि। म त रोइगेँ। अलिअलि भएपछि तिनीहरूलाई पिर परोस्। ती प्रधानमन्त्रीको बोली त बुझ्दै बुझिन। तपाईँले जे चाहनुहुन्छ भनेर भरि बुझ्याउँ। म त्यो रुनासुना त भएन के। अब यत्रो कुरा छ चाहिँ धन्न आज त्यहाँसम्म चाहिँ पुग्यो। काम गर्न सकेन भनेदेखि त अनि सबै उहाँहरू जम्मा एकै ठाउँ हुनुहुन्छ नि त। उहाँहरूले सुन्नु भएको छ नि। तपाईँको मात्रै जिम्मेवारी होइन। जो पावरमा छ उसले उसको बुझाइमा समस्या छ। अनि जोले बुझ्छ ऊ पावरमा छैन। नेपालको चाहिँ त्यो समस्या हो जस्तो लाग्छ मलाई अहिले। हिजोको जस्तो केही होइन भनेर मिनिमाइज गर्ने स्थितिमा रहेन। मुभमेन्ट चाहिँ लामो समयसम्म त्यही रूपमा रहँदैन नि त। यहाँहरू सबैजनालाई फेरि नमस्कार। म देवी खड्का। इतिहासमा यो घटना स्थापित गराउनको निमित्त मर्नुपर्ने हुन नि सक्छ भनेर मैले 4 वर्ष अगाडि सोचेरै आएको। 64,000 उजुरीहरू छन् अहिले नेपाल सरकारसम्म। 64,000 भित्र 314वटा छन् यौनजन्य हिंसाका उजुरी। आज सरकारले भनिरहेको छ त्यो 314 नै अन्तिम उजुरी हो। हामी योभन्दा अरू उजुरी लिँदैनौँ मान्दैनौँ भनिरहेको छ सरकारले। त्यसैले पीडितहरूले आफ्नो चाहिँ सत्य स्थापित गराउनको निमित्त चाहिँ एकजुट हुनुपर्ने रहेछ। तर एकजनाले बोलेर हुँदैन। तपाईँ सबै देवीहरू निस्किनुपर्छ। म भन्छु तपाईँहरूले दोहोऱ्याउनु ल। अब आफ्ना लागि आफै बोलौँ। हाम्रा लागि हामी सबै मिलेर लडौँ। हाम्रा लागि हामी सबै मिलेर लडौँ।
हेलो दादी लिएर कुद ए तापर हुन्छ भन्ने पक्षका मान्य सदस्यहरूको बहुमत भएकोले बेपत्ता पारिएका व्यक्तिको छानबिन सत्य निरूपण तथा मेलमिलाप आयोग तेस्रो संशोधन विधेयक 2081 पारित भएको म घोषणा गर्दछु।